So hi everyone, welcome back to my new vlogs video. So साथीहरु तपाईहरुले हेर्दै हुनुहुन्छ लाहानको भ्यू हेर्न सक्नुहुन्छ। आज तराईको होलीमा हेर्न सक्नुहुन्छ लाहानको माहौल अहिले के कस्तो रहेछ हेर्न सक्नुहुन्छ। खासैले त मान्छेहरु छैन, लगभग तपाईको 11-12 बजेको छ, 11:30 बजेको छ, तर मान्छेहरु त्यति चहल छैन। पहिलाको भन्दा पहिला त धेरै मान्छेहरु हुन्थ्यो, तर यसपालि मान्छेहरुको चहलै छैन। सायद मान्छेहरुले बिहानै खेलिसक्नु भएको होला मलाई लाग्छ होली। म बिरामी भएको कारणले गर्दा होली बिहानै खेल्न सकिन। सो अब हेरौँ साथीहरु कहाँ म जाँदैछु, साथीहरु भेट्छ भने होली खेलौँला, नभए हामीहरु घुमफिर गरेर आइदिने हो। सो हेर्न सक्नुहुन्छ साथीहरु, लाहान बजारको भ्यू पुरैले सुनसान छ, पुरै दोकान पसलहरु पुरै बन्द छ, हेर्न सक्नुहुन्छ। यतातिर मान्छेहरुको चहल पहल हेर्न सक्नुहुन्छ, थोरै छ। बजारतिर अलि यता तपाईको होलीको सामग्री किन्ने मान्छेहरुको भिडहरु अलि छ यतातिर बजारतिर हेर्न सक्नुहुन्छ। यस्तै हो साथीहरु, आज त मान्छेको चहलै पहलै छैन त्यति। साथीहरु तपाईहरुलाई यो मेरो यस्तो भ्लग कस्तो लागिरहेछ? अनि साथीहरु तपाईहरुलाई जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नु होला। मलाई त यसरी फेस देखाएर त्यति त बोल्दै आउँदैन, तैपनि म यसरी भिडियो खिचेर त्यसमा भोइस ओभर गरेर बनाइरहेको छु। सो साथीहरु, लाहानको भ्यू तपाईहरुले हेर्न सक्नुहुन्छ। अहिले 1-2 बस पनि चलिरहेको अहिले मान्छेहरुको चहल पहल त्यति छैन है, त्यति त छैन। सो साथीहरु तपाईहरुलाई यस्तो खाले भ्लग तपाईहरुलाई कस्तो लाग्छ प्लिज साथीहरु कमेन्ट गर्न चाहिँ नबिर्सनु होला है। सो साथीहरु यहाँ हेर्न सक्नुहुन्छ, अहिले हामीहरु शहीद चौकमा छौ, हेर्न सक्नुहुन्छ। शहीद चौकमा पनि मान्छेहरुको त्यति भिड छैन। अब हामीहरु भट्टिया टोलतिर जानेछौ। सो साथीहरु तपाईहरु भिडियोलाई कन्टिन्यू गर्नु होला। यतातिर बजारमा पनि मान्छेहरुको त्यति भिड रहेको छैन। सो साथीहरु अब हामी भट्टिया टोल जानेछौ। सो गाइज हामीहरु भट्टिया टोल आइसकेका छौँ, हेर्न सक्नुहुन्छ। भट्टिया टोलमा पनि त्यति मान्छेहरुको चहल पहल रहेको रहेनछ। सो साथीहरु तपाईहरुलाई भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न चाहिँ नबिर्सनु होला। हस् त साथीहरु, धन्यवाद। सँगै तपाईहरुले मेरो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। हस् त धन्यवाद साथीहरु। यस्तै ब्लग भिडियोहरु कन्टिन्यू आउने छ, सपोर्ट गर्नु होला। हस् त धन्यवाद साथीहरु।